ढन्टडा ल हेर्नुहोस् यो चाहिँ ठ्याक्कै पेरेङको हो पेरेङको भित्र देख्न सक्नुहुन्छ बाक्सा लिम्बूको फाक्सा राईको बाक्सा हाम्रो चाहिँ फेरि के हो त गुन्डी यस गुन्डीलाई स्या लिएको चाहिँ सा भन्दो रहेछ हाम्रो चाहिँ स्या भन्छ र अहिले हामी एकदम उसिन्ने कार्यक्रममा छौँ र उसिन्ने कार्य भइरहेको छ र यसरी चाहिँ चेप्टो पेरेङ्गोमा यसरी मासुहरू चाहिँ के गरिन्छ त प्याक गरिन्छ र अनि हामी उसिन्ने कार्यक्रममा छौँ थुप्रैवटा छन् हामीसँग यहाँ देखाउन सक्नुहुन्छ तपाईँले पेरेङ्गोहरू छ अनि यहाँ दुईवटा पेरेङ्गो ठुल्ठुलो पेरेङ्गोमा उसिन्दैछौँ भने यतापट्टि अर्को एउटा दुईवटा ठुल्ठुलो पेरेङ्गो 4वटा छ ठुल्ठुलो बाँकी 16-17वटा चाहिँ 18वटा पेरेङ्गो चाहिँ र अब यो हाम्रो चाडा चाहिँ उसिन्ने लगभग फाइनलमा छ र यो अब बाँकी मसिनाहरू उसिन्दैछौँ र अलिकति अब नयाँ संस्कृति नयाँ संस्कारभित्र छिर्दाखेरि यो राई जातिहरूमा चाहिँ यो खालको एउटा संस्कार परम्परा चाहिँ अलिकति अब हामी फरक जातीय भएकोले गर्दाखेरि अनौठो जस्तो हुँदो रहेछ तर पनि अब यसभित्र छिरिसकेपछि यसलाई ठुलो कुरा चाहिँ लिनु भएन यो अब हामी निकाल्दैछु एकदम यहाँ यसलाई पुरा पाक्ने चाहिँ बनाउनु पर्दैन यसलाई नबिग्रियोस् भनेर हो अनि अब यो चाहिँ हामी भोलि लिएर जाँदैछु एकदम यो चाहिँ यसरी टक्कसँगले मैले यसरी रडले निकाल्नु थिएँ ल यसरी चाहिँ देख्न सक्नुहुन्छ हामीले यो रेडी गर्दैछौँ ल यो लड्छ कि भन्ने लाग्यो मलाई हामीले काम चाहिँ गरौँ है यसलाई त नि होम्चाको पो भन्छ त हाम्रो यो चाहिँ होम्चाको अरे भन्ने कुरा आयो यसलाई हामी होम्च्याउँदैछौँ ल कता भयो फेरि यसरी चाहिँ चट्ट लाएर होम्चाइसक्यो यो होम्चाइसक्यो यो चाहिँ चाडा चाहिँ एकदम रेडी अवस्थामा यसलाई हामी भरे सेलाइसकेपछि यसलाई हामी फेरि अर्को ठाउँमा प्याक गर्नेछौँ यो चाहिँ टक्कसँगले अब म एउटा गरेर यो लाउँदै सक्नुहुन्छ है यो फेरि मिठाई होला भन्न सक्दिनँ मिठाई होइन र त के भन्छ भन्दा बाहुनले सुँगुरको मासु खाओस् न चाल पाओस् भन्छ नि होइन स्वाद थाहा पाओस् भन्ने जस्तै यो पनि म पनि थाहा पाउँदैछु राई जातिहरूको लगाइदिनुहुन्छ सबै लाउँदा हुन्छ न ल यो सबै लाउने हामीले अरू पनि म लिएर आउँछु र अब हामी यसरी यसो भोलि हाम्रो होम्चाउने सिलिप थुन्का हाम्रो भोलि प्रस्थान हुँदैछ कता भन्नु तपाईँको एकदमै उत्तर पूर्व हो यो चाहिँ हाम्रो फेस प्याक लाएर रेडी भइसक्यो भन्नु हामी जाँदैछौँ पूर्व कतातिर पश्चिमतिर जाँदैछौँ ओके भोलि अनि हामी सिलिप थुन्का जाँदैछौँ भोलि हाम्रो एकदमै के छ त भन्दाखेरि उहाँको घरमा चाहिँ भोलि टिकाटालो कार्यक्रम छ हाम्रो चाहिँ यता त सकेको छ भिडियो आउन बाँकी छ भिडियोहरू कहिले आउँछ थाहा छैन है उताको चाहिँ ल्याइहाल्छु जस्तो लागेको छ भोलिको भिडियोहरू गर्नेछौँ ल्याउनेछौँ कस्तो के कस्तो रहन्छ भोलिका दिनहरू र आज चाहिँ यस्तो दिन भइरहेको छ है यस्तो पानी परिरहेको छ तपाईँले मौसम पनि देखाइदिन सक्नुहुन्छ हाम्रो महानुभावहरूलाई ओके गाइजहरू अहिले खस्छ नि बाक्सा जिउँदो त होइन हरेको बाक्सा पेरेङ्गोमा मासु मामा पुरा आइसकेको नि मामा कुरो त हजुर हो मामा एकदम हाम्रो यो राई जातिको रीत अलिकति हाम्रो तामाङ जातिको भन्दा अलिक फरक हुन्छ अलिक गाह्रै पनि भन्दा पनि अब परिसकेपछि यसलाई गाह्रो त भन्न मिलेन तर के छ त भन्दा अलिक फरक अनौठो र अलिकति यदि तपाईँहरू पनि राई जातिको कोही आफ्नो चेलीबेटीहरू ल्याउँदै हुनुहुन्छ भने चाहिँ अहिले तपाईँहरूले हेर्दै गर्नु होला सबैकोमा यो नहुन सक्छ साधुहरूकोमा हुँदैन मान्नेतिर त हुँदैन रहेछ तर म्याक्सिमममा चाहिँ हुन्छ है यो